50 वर्षको उमेरको मान्छेलाई 50% मान्छेलाई चाहिँ प्रोस्टेटको समस्या आउन सक्छ। यो चाहिँ जब उमेर बढ्दै बढ्दै जान्छ नि 50 60 70 पर्दाखेरि यो पनि यसको पनि अनि प्रोस्टेट पनि बढ्दै जान सक्छ कि साइज बढ्दै जान्छ। भने 60 वर्षमा चाहिँ 60% आउँछ। 80 इयर्सको मान्छेमा 80% भन्दा बढी प्रोस्टेट समस्या आउँछ। भनेपछि प्रायः यो चाहिँ एउटा एजसँग एकदम कोरिलेसन भएर जान्छ। प्रोस्टेटको प्रब्लमले पिसाब गर्न गाह्रो हुन्छ, पिसाब छिटो लाग्छ, राति धेरै चाहिँ उठ्नुपर्छ तर दुख्दैन पोल्दैन अनलेस देयर इज एन इन्फेक्सन। रगत आयो भने तिनीहरू कुरा हुन्छ कि रगत चाहिँ ढुङ्गा भएको मान्छेहरूको कहिलेकाहीँ पिसाब रगत आउन सक्छ। अर्को इन्फेक्सन स्टोन कहिलेकाहीँ तपाईँको प्रोस्टेट एकदम ठुलो भएको मान्छे पनि हुनसक्छ। भनेपछि अलिकति त्यो पाटो चाहिँ क्लियर गर्नु राम्रो हुन्छ, जसले हामी चाहिँ विभिन्न जाँचहरू गरेर गर्छौँ। डाक्टर साहब नेपाल, स्वास्थ्य पहुँच समयमा सबैमा। यो एउटा अर्को कन्फ्युजिङ क्वेसन, एडुक्वेट पानी कति पानी चाहिँ एक्चुअली पिउने र कति नपिउने भन्ने कुरा पनि धेरैजनालाई हेर्नुहोस् है। यो पानी भने कस्तो चाहिँ भने पानी चाहिँ पत्थरीको लागि चाहिँ आइडियली 2.5 लिटर पिसाब आउने तरिकाले पानी पिउनुपर्छ भनिन्छ कि एउटा एडल्टले। 2.5 लिटरसम्म पिसाब आउने तरिकाले 4 मिनट नै उभि अथवा बसिराख्नु पर्यो होइन। 2.5 लिटर पिसाब हो कि ओके भनेपछि दिनभरिमा 24 आवरमा सरी 24 आवरमा 2.5 लिटर भनेपछि तपाईँलाई अब तपाईँ कस्तो इन्भाइरोमेन्ट हुन्छ, तपाईँ एकदमै गर्मी काम गर्नुहुन्छ भने 3.5 लिटर खानु पर्ला, इन्सेन्सिभ लस हुन्छ नि त हाम्रो होइन। अब त्यस्तै गरेर तपाईँको अब यो के भन्छ अब जाडो महिनामा त्यति धेरै नखाने भयो होइन। भनेपछि यो कति भन्दाखेरि चाहिँ पिसाब चाहिँ 2.5 लिटर आउनु पऱ्यो। त्यति खायो भने चाहिँ पत्थरी बन्नलाई यसले चाहिँ कम गर्न यसले मद्दत गर्छ। पत्थरी जुन इन्सिडेन्ट घटाउँछ यसले प्रिभेन्सनको लागि होइन। अब अरू मान्छे जसको पत्थरी छैन होइन उनीहरूले चाहिँ त्यति धेरै पानी खानु जरुरी छैन, 2 लिटर पानी खायो भने पुग्छ। कोही व्यक्तिलाई पत्थरी हुन्छ नि सर, हजुर त्यति बेला एउटा कहावत छ क्या घरमा चाहिँ कुरा गर्दाखेरि, ए हेर्न मलाई पत्थरी भयो, अब त मलाई बियर खाने लाइसेन्स भएको छ, अब त म बियर भन्ने कुरा जति पेल्छु त्यति राम्ररी मेरो पत्थरी निस्किन्छ। के बियरले मद्दत गर्छ पत्थरी निकाल्नलाई? त्यो चाहिँ यस्तो छ, त्यसमा चाहिँ एउटा के छ भने नि बियर चाहिँ तपाईँको यो डायरेटिक्स हो कि यसले चाहिँ अब हुन्छ बियरमा पानी पनि हुन्छ हेर्नुहोस्, पानी खाएपछि पिसाब बढी लाग्नु भयो एक किसिमको हाइड्रेसनै भन्थ्यो पनि। तर त्यसमा के छ भने त्यसले गर्दाखेरि कहिलेकाहीँ हाम्रो शरीरबाट त्यसले बढी पानी पनि निकाल्छ कि खाएको भन्दा बढी पानी निकाल्छ। बियर खायो भने बढी पानी पिसाब लाग्छ नि त होइन। अब तपाईँको जस्तै अब युरेटरमा आएर कहिलेकाहीँ ढुङ्गाहरू अड्क्यो होइन, अनि त्यसपछि त्यो सानसानो ढुङ्गाहरू छ भने तिनीहरू चाहिँ हाइड्रेसनले गर्दाखेरि तिनीहरू चाहिँ पखालिन सक्छ। त्यो हिसाबले गर्दाखेरि कति मान्छेहरूले बियर खाएर के अरे पत्थरीको जुन गएको पनि भनेको छन्। मलाई एकचोटि हाम्रो यो हाँस्य कलाकार हुन्छ नि के अरे म जोडेको हाम्रो हरिवंशजी उहाँ पनि कता जानुभएको रहेछ, उता विदेशै जाने बेला उहाँलाई पत्थरी रहेछ, बेसरी दुखेछ अनि उहाँले बियर खानुभएछ, बियर खाएर गएछ अनि मैले त बियर खाएर ठिक पारेँ भन्नुहुन्थ्यो कि धेरैजना होला त्यो पनि। तर कसो भने हामीले एडभाइस त बियर खान चाहिँ गर्दैनौँ, किनभने पानी खायो होला नि बियर खाँदाखेरि फेरि अर्को साइड इफेक्ट तपाईँलाई होइन। अल्कोहल भनेको कुरो अहिले आएर पहिला त मोडरेट एमाउन्ट अल्कोहल ठिकै भन्थ्यो, अहिले आएर अल्कोहल चाहिँ लिनु चाहिँ राम्रो होइन भन्ने कुरो सबैतिर आइरहेको छ, सानो एमाउन्ट पनि राम्रो होइन भन्ने आएको छ। अब अनि बियर खाएर त्यसले खासै फाइदा, हाइड्रेसन बढाउनुहोस्। त्यो बियरमा हुने पनि त्यही पानीले हो, त्यो पानीको फाइदा हो कि बियरले होइन नि, त्यो बियरमा भएको पानीको फाइदा हो कि त्यो हाइड्रेसनको कुरा। जस्तो हजुरले भनिदिइहाल्नु भयो पानी प्रशस्त पिउनुपर्छ। पानी धेरै पियो भने पनि मान्छेले चाहिँ जिउबाट न्युट्रिसन निस्किन्छ भन्छ क्या, त्यो अननेसेसरी जुन चाहिने एउटा ब्याक्टेरिया एउटा गटलाई एउटा हुन्छ नि फङ्सन गर्नलाई चाहिरहेको कुरा त्यसलाई पनि फ्लस आउट गरिदिन्छ र आफूलाई विकनेस फिल हुन्छ भन्छन्। यो सही हो डक्टर? अब पानी यस्तो छ, पानी चाहिँ कस्तो खालको पानी पिउनु त भन्नुपर्छ होइन। अब जुन हाम्रो प्लेन पानी छ नि, प्लेन पानी खाँदाखेरि तपाईँले धेरै पिउनु भयो भने नि हाम्रो शरीरमा अलिकति हाइपोनाइट्रिमिया भइदिन सक्छ कि। कहिलेकाहीँ मान्छेहरू धेरै धेरै पानी जुन एकदमै अननेसेसरीली जुन धेरै पानी पिउँछ नि, लिटर पिउँदाखेरि कहिलेकाहीँ त्यस्तो हाम्रो शरीरमा भएको इलेक्ट्रोलाइटको डिसब्यालेन्स भइदिन्छ।
ओके भन्नु भएन त्यो एउटा राम्रो कुरो होइन नि त होइन त्यही भएर त्यो त्यति साह्रो एकदमै अहिले जुन किसिमको पानीको भनिएको छ नि पानीले त्यही पत्थरीको लागि हो हेर्नुहोस् धेरै पानी भने हामीले खाने भनेको किनेको डक्टरले खाने पानी खानु भने पत्थरी लागि हो 2.5 लिटर पिसाब आउने भन्दा बढी खाएर के फाइदा छैन सो 2.5 लिटर पिसाब आउनको लागि भन्न म जस्तो 5 फिट 10 इन्चीको केटोले कति पानी पिउँदा ठिक यस्तो तपाईँ एक्टिभिटी कस्तो पर्छ ओके एक्टिभिटी तपाईँ एकदमै एक्टिभ हुनुहुन्छ जिम जानुहुन्छ भने अलिकति अब मेरो विचारमा 1.5 लिटर बढी खानुपर्ने होला भनेपछि 3 लिटर 3.5 लिटर 4 लिटरसम्म पनि खानेर नि अब तपाईँ एकदम बाहिर काम गर्नुहुन्छ पसिना आउँछ त खानु पऱ्यो 5 लिटर पनि चाहियो होला नत्र भने चाहिँ 3 लिटर 3 लिटरसम्म ठीक छ 32 ml भन्दा सो एभरेज हाम्रो जति हुनुहुन्छ नेपालीलाई हेर्दाखेरि दाजुभाइ दिदीबहिनी सबैजना 3 लिटरसम्म खाँदा सबभन्दा बेस्ट हो अब बेस्ट 3 नै हो त्यही मेन त्यही हामीले भन्दाखेरि 2.5 लिटर पिसाब गरेर खाने भन्छौँ कि ओके त्यो त अब कस्तो कति पिसाब आउँछ भनेको त त्यो मान्छेको एक्टिभिटीमा फरक पर्छ होइन त्यो हो फेरि त्यो पिसाब क्लियर पनि हुनु पर्यो पहिलो पिसाबमा होइन पहिलो र क्लियरको कुरा के हो भने यदि तपाईँलाई शरीरमा जस्तो ज्वरो आएको बेला हुन्छ नि अब त तपाईँ कहिले पानी खानु पाउनु भने पहिलो पिसाब पहिलो हुन्छ त्यो चाहिँ कस्तो भने डिहाइड्रेटेड भएर हो है त्यो कुनै गडबडी होइन कि त्यो चाहिँ हाम्रो शरीरले एकदम हाम्रो शरीर त इन्टेलिजेन्ट छ नि त अहिले त तपाईँको अब त्यो कतिखेर के गर्ने भने त उसले त थाहा छैन एकदमै होइन एकदमै अनि पिसाब चाहिँ अब तपाईँले पानी धेरै पिउनु पाउनु भएको छैन डिहाइड्रेसन भयो भने तपाईँको पिसाब कन्सन्ट्रेसन हुन्छ अनि पहिला आउँछ नि त होइन तपाईँले अनि पानी खानुभयो भने अलिकति एम्बरेलो हुन्छ होइन अनि क्लियर हुने आउँछ बुढापाकाले भन्ने गर्थ्यो क्या डाक्टर साहब हिसाब पिसाब र निसाब तिनटै क्लियर हुनुपर्छ सही हुन्छ जिन्दगी भन्दाखेरि होइन सो यदि कसैलाई पहेँलो पिसाब आइरहेछ भने अथवा हुन्छ नि कन्सिस्टेन्टली उहाँले हेरिराख्नु भएको छ भने के उहाँको किडनीमा केही समस्या अथवा फेलियरतर्फ लागिराख्नु भएको छ किडनीमा समस्यादेखि नै पिसाबको कलर हुँदा पनि यदि तपाईँ पिसाब गर्दाखेरि एक्सेसिभ फिज आइरहेको छ फिज आइरहेछ भने एक्सेसिभ फिज आइरहेको छ भने चाहिँ प्रोटिन लिक छ कि भन्ने कुरो चाहिँ त्यहाँबाट थाहा हुनसक्छ होइन त्यो चाहिँ एउटा इन्डिकेसन हुनसक्ला होइन नत्र तर कलरले फरक पर्दैन कलर डिहाइड्रेसन हाइड्रेसन हाम्रो शरीरले एउटा रेगुलेसन गर्छ कि यसलाई चाहिँ तपाईँ डिहाइड्रेट हुनु भने अलिक पहिलो हुन्छ होइन प्रशुद्ध पानी खानु भने सङ्लो हुन्छ अब पिसाब पहिलो हुँदैमा किडनी बिग्रियो भन्ने मिल्दैन किडनी काम गऱ्यो भने त्यो हुने काम गरेन भने हो काम गऱ्यो भने त त्यसले काम गरिरहेको थाहा भयो नि त होइन उसले चाहिँ अब पानी कम भइरहेछ त्यही भएर पिसाबलाई पहिलो बनाउनु पऱ्यो भने कन्सन्ट्रेट गर्नु पऱ्यो भने पिसाब धेरै फाल्नु भएन भने उसले कन्जर्भ गर्छ राइट कलर चाहिँ पहिलो आउने हो त्यही भएर यो कलर भन्दा पनि यदि तपाईँको पिसाबमा चाहिँ फिज एक्सेसिभ छ बब्ली छ फिज होइन त्यस्तो छ भने चाहिँ अलिकति प्रोटिन लिक छ कि भन्ने चाहिँ एउटा चाहिँ हुन्छ त्यो भयो भने चाहिँ एउटा अर्ली इन्डिकेसन हुनसक्ला ओके डाक्टर साहब म अर्कोमा चाहिँ हाम्रो धेरैजना श्रोताहरू धेरै दर्शकहरूले चाहिँ हामीलाई डिफ्रेन्ट हाम्रो भिडियोहरू हेरेर चाहिँ आफ्नो पनि मनमा लागेका प्रश्नहरू राख्नु भएको छ अलिकति फ्लोमा नहोला तर जुन प्रश्न थियो मैले हजुर समस्या राखेँ पहिला उहाँहरूको नाम पनि मैले भन्ने गर्थेँ अहिले चाहिँ कारणवश उहाँहरूको नाम चाहिँ अहिले डिस्क्रिट राखेर मैले प्रश्न मात्र एकजनाले भन्नुभएको छ म 31 वर्षको पुरुष हुँ र मेरो प्रोस्टेटको भोल्युम 8 mm को रहेको छ के यो सामान्य हो वा होइन र होइन भने मैले के गर्नुपर्छ अब यो प्रोस्टेटको कुरा गर्दाखेरि हाम्रो लोग्ने मान्छेमा सबैमा प्रोस्टेट हुन्छ त्यो एउटा ग्रन्थि हो हजुर होइन र यो नर्मल साइज हो तपाईँले भनेको हुनु पर्यो नि त्यति नै हो 8 mm नै हुनुपर्ने युजली 15 mm 20 mm सम्म पनि नर्मल मानिन्छ है अब तर के छ भने प्रोस्टेट भनेको यो चाहिँ जब उमेर बढ्दै बढ्दै जान्छ नि 50 60 70 पर्दाखेरि यो पनि यसको पनि अनि प्रोस्टेट पनि बढ्दै जान सक्छ कि साइज बढ्दै जान्छ भन्नु भएन 50% अब 50 वर्षको उमेरको मान्छेलाई 50% मान्छेलाई चाहिँ प्रोस्टेटको समस्या आउन सक्छ भने 60 वर्षमा चाहिँ 60% आउँछ गर्दाखेरि 80 इयर्सको मान्छेमा 80% भन्दा बढी प्रोस्टेट समस्या आउँछ भनेपछि प्रायः यो चाहिँ एउटा एजसँग एकदम कोरिलेसन भएर जान्छ भनेपछि यो जीवनकालमा हरेक पुरुषले कहिले न कहिले त प्रोस्टेटको समस्या भोग्नु नै छ एक्ज्याक्टली अब यस्तो छ कि प्रोस्टेट भइहाले कस्तो हुन्छ भने तपाईँले खालको कति मान्छेहरूले के भन्छ यो लाइफस्टाइल यस्तै होला उमेर बसी यही हुनु होला भन्छन् होइन त्यो होइन कतिले भन्छ नि अब बुढेसको लासी टोइलेट बस्न छिटो बढी समय लानुपर्ने छिटो जानुपर्ने राति धेरै चाहिँ उठ्नुपर्ने भन्छ नि उनीहरूले यसलाई रुटिन सोचेको हुन्छन् यो म बुढेसको ला होला यही होला तर होइन यो प्रोस्टेट कारणले हो यो अनि यसलाई फेरि ठिक पनि पार्न सकिन्छ फेरि होइन होइन प्रोस्टेट भनेको यो
बिनाइन पोस्टेट हाइपोप्लेसिया भन्छौँ हामीले चाहिँ है। अहिले पोस्टेटमा पनि फेरि कस्तो छ भने धेरै रोगहरू पोस्टेटको इट्सेल्फ धेरै रोगहरू छ। पोस्टेटको क्यान्सरहरू छ, पोस्टेटको इन्फेक्सनहरू छ होइन। अनि बिनाइन पोस्टेट हाइपोप्लेसिया पोस्टेट आफै बढ्ने उमेर अनुसार बढ्ने पनि छ होइन। तर हामीले मोटामोटी जुन अहिले कुरा गरेर पोस्टेट भनेको जुन बिनाइन पोस्टेट हाइपोप्लेसिया हो जुन चाहिँ उमेर अनुसार बढ्ने छ नि, यो चाहिँ 50 भन्दा तलको मान्छेलाई त कमेला हुन्छ हेर्नुहोस्। जब 50 भन्दा तलको मान्छेलाई समस्या छ भने चाहिँ त्यो चाहिँ पोस्टेटको इन्फेक्सन चाहिँ हुनसक्छ, पोस्टेटाइटिस हुनसक्छ, एक्युट पोस्टेटाइटिस, क्रोनिक पोस्टेटाइटिस हुनसक्छ, त्यो चाहिँ हुनसक्छ। तर पोस्टेट बढेको समस्या खासै धेरै आउँदैन। जस्तो अर्कोले हामीलाई सोध्नु भएको छ ब्ल्याडर क्यान्सरको समाधान छ र छ भने कसरी चाहिँ हल हुनसक्छ? होइन, समाधान त छ नि, सबैको समाधान छ नि। समाधान अब के छ त? ब्ल्याडर क्यान्सर चाहिँ युजली त्यो पनि दुईवटा कुरा छ हेर्नुहोस्। यो ब्ल्याडर क्यान्सर पनि युजली 50 इयर्सभन्दा माथिको मान्छेहरूले एज अनुसार जब मान्छे एल्डरली हुन्छ नि तिनीहरूलाई बढेको प्रकार चाहिँ देखिन्छ। ओके। र स्मोकिङ चाहिँ यसको नम्बर 1 रिस्क फ्याक्टर हो ब्ल्याडर क्यान्सरको होइन। कुनै पनि धुम्रपान गर्नु ब्ल्याडर क्यान्सर धुम्रपान चाहिँ एकदमै त्यो हो। त्यसपछि गएर अरू कुनै इन्फेक्सन, क्रोनिक इन्फेक्सनहरू भयो, फरेन बडीहरू त्यहाँ केही रह्यो भने चाहिँ त्यसले पनि क्याथेटरहरू पनि लामो समय राख्ने मान्छेहरूलाई पनि क्यान्सर हुने सम्भावना हुन्छ। अब यो यसबाट तपाईँको जुन ट्रिटमेन्टको कुरा गर्नु, ट्रिटमेन्ट धेरै सामी छ। अब ब्ल्याडर क्यान्सर तपाईँको अर्ली डिटेक्सन युजली के हुन्छ भने ब्ल्याडर क्यान्सर भएको मान्छेको फर्स्ट साइन चाहिँ धेरै मान्छेको के हुन्छ भने पेनलेस हेमाटोरिया भन्छ कि ग्रस हेमाटोरिया भन्छ हामी त्यसो। त्यो भनेको कस्तो भने तपाईँ अब आरामले राति खानुभएको छ, सुत्नुभएको छ, बिहान उठ्ने बेला पिसाबाट रातै रगत गयो। ओके। तपाईँलाई दुखेको पनि छैन, केही पनि छैन। त्यस्तो खालको टिपिकल हुन्छ तपाईँको ब्लड क्यान्सरको नि। तपाईँ पेनलेस ग्रस हेमाटोरिया भनेको चाहिँ फ्रेस ब्लड चाहिँ पिसाबमा आयो, भर्खर काटेको खसी काटेको जस्तो पिसाब आएर रगत आयो, त्यस्तो मान्छेहरू हुन्छ होइन। जस्तो स्मोकिङ हिस्ट्री भएको मान्छेहरू अथवा एल्डरली 50 वर्ष, 60 वर्ष, 70 वर्षभन्दा माथिको मान्छेहरू बढी हुन्छ यो चाहिँ है ब्लड क्यान्सर चाहिँ। अब यसको उपचार चाहिँ तपाईँ कुन स्टेजमा हामी कहाँ आउनुभयो त्यो अनुसार हुन्छ। उपचार चाहिँ तपाईँको त्यो ट्युमरलाई खुर्किन सकिन्छ, त्यसलाई रिसेक्सन गर्न सकिन्छ दूरबीनको माध्यमबाट, त्यति पनि उपचार हुनसक्छ। त्यसमा चाहिँ औषधिहरू लगाएर पनि त्यसलाई त्यो क्यान्सरलाई नबढ्ने बनाउन सकिन्छ। त्यस्तै भएन भने तपाईँको अब त्यो ब्ल्याडरलाई नै निकाल्न पनि पर्ने हुनसक्छ। तपाईँले मैले भने हिजो म त्यही गरिराखेँ राति बिहान 5 बजीसम्म एउटा मान्छेको ब्ल्याडर क्यान्सर, उसको चाहिँ क्यान्सर त्यो अलि लेट स्टेज भनौँ, उसको चाहिँ मसलमा छुइसकेको, उसको ब्ल्याडरको ट्युमर हामीले खुर्किएपछि फेरि उसको ट्युमर चाहिँ मसलमा गएको देखियो। उसलाई निको पार्नलाई चाहिँ अब त्यो ब्ल्याडर पुरै निकालेर अनि हामीले चाहिँ यताबाट पिसाउने बनाउनु पर्छ। अनि के त्यस्तो व्यक्ति सामान्य जीवन जिउन सक्नुहुन्छ? मजाले सक्छ। ब्ल्याडरै छैन डक्टर साहब भने त ब्ल्याडर नभए उसलाई चाहिँ हामीले यहाँबाट कन्ड्युट बनाउँछौँ, यहाँ आन्द्रामा लगेर त्यो पिसाब नली जोडेर अनि त्यसलाई चाहिँ यहाँबाट पनि निकाल्छौँ। सो डाइरेक्ट सप्लाई यहीँबाट आउँछ, पिसाब आउँछ। त्यस्तो धेरै मान्छेहरू हुनुहुन्छ जुन चाहिँ मजाले आफ्नो नर्मल लाइफ बिताइराख्नु भएको छ। तर अब एउटा उपचार हो त्यो चाहिँ होइन। अब त्यस्तै गरेर अब अहिले चाहिँ अब किमोथेरापीको कुरा आएको छ। किमोथेरापी त्यो अपरेसन गर्नुभन्दा अगाडि किमोथेरापी चलाएर त्यसपछि अपरेसन गरिसके फेरि किमोथेरापी उपचार छ, उपचार नभएको होइन। तर यो ब्ल्याडर क्यान्सर उपचार जटिल छ, खर्चो छ, महँगो छ होइन। यो चाहिँ त्यति सजिलो चाहिँ छैन अरू क्यान्सर जस्तो। ओके डक्टर साहब, थ्याङ्क यू सो मच ब्ल्याडर क्यान्सरको बारेमा। यो एउटा मेरो लागि पनि एकदमै नौलो टर्म हो, मैले हजुर समक्ष राखेँ। आई होप मैले राइटली प्रनाउन्स गरिरहेको छु। भेसिकोरेटरल रिफ्लक्स अथवा VUR र हाइड्रोनेफ्रोसिस, यो भनेको के हो? अलिकति हामीलाई विस्तृतमा बताइदिनुहोस् डक्टर। यस्तो हुन्छ हेर्नुहोस्, हाम्रो किडनीबाट जुन पिसाब आउँछ नि आएर ब्ल्याडरमा आएर जम्मा हुन्छ। ब्ल्याडरमा ब्ल्याडर चाहिँ एउटा रिजर्भर हो कि। अनि तपाईँलाई अनि पिसाब लगाएपछि तपाईँ जानुहुन्छ, जस्तो 400-500 पिसाब ब्ल्याडरमा थुप्रेपछि तपाईँ पिसाब जानुहुन्छ नि। अब कतिपय मान्छेमा के हुन्छ भने त्यो जुन किडनीबाट आएको पिसाब जुन ब्ल्याडरमा जान्छ नि त्यो चाहिँ वान वे भल्भ हो कि। त्यो वान वे मात्रै भल्भ हो, त्यो 2 वे हुँदैन। आउने मात्रै हुन्छ, आएर सर्किनु हुँदैन। कति मान्छेहरूमा के हुन्छ भने चाहिँ त्यो सर्किने हुन्छ कि। ओके। रिफ्लक्स भन्छ त्यसलाई भन्नुभयो न। पिसाब गर्ने बेला पिसाब चाहिँ एउटा बाहिर पनि आएछ तर यता किडनीतिर पनि गयो। प्रायः मान्छेहरू बच्चाहरू रिफ्लक्सबाट जन्मेको हुन्छ। सो यो ब्ल्याडरबाट पिसाब नली हुँदै बाहिर निस्किनुमा बाहिर पनि गरिरहेको छ उसले पिसाब, सँगसँगै त्यो ब्ल्याडर निचारेको बेलामा माथि पनि गर्छ पिसाब। अब के हुन्छ माथि गयो भने के हुन्छ, माथि गएपछि के हुन्छ भने तपाईँको किडनीको प्रेसर बढ्छ, इन्फेक्सन हुने चान्स हुन्छ। यसरी बच्चामा न्युबर्न बच्चाहरूमा त्यस्तो यो रोगले यो जेनेटिक भन्छ होइन। तपाईँ जन्मदाखेरि पनि लिएर आउने हुन्छ। यो कन्जेनिटल रिफ्लक्स भन्छौँ हामी त्यसलाई चाहिँ होइन। अब यो रिफ्लक्स भएको अब धेरै बच्चाहरू हुनुहुन्छ
कतिपय कुराहरू त्यो आफै फेरि टाइममा फेरि सक्नुहुन्छ है त्यो फेरि बच्चाको हाइड्रोनेफ्रोसिस सबैलाई चाहिँ उपचार पनि नचाहिन नि सक्छ कतिलाई हामीले एन्टिबायोटिक प्रोफिलेक्समा राख्छौँ भने कतिलाई चाहिँ अपरेसन गरेर करेक्सन पनि गर्छौँ त्यो चाहिँ रिफ्लक्स त्यो अब कुन ग्रेडमा उहाँ हामी कहाँ आउनु भएको छ र त्यो रिफ्लक्सले उहाँको किडनीलाई कति असर गरेको छ किडनीमा इन्फेक्सन बनाएको छ किडनीमा स्कारिङ गरेको छ भने चाहिँ त्यो किडनीमा त्यो रिफ्लक्सलाई चाहिँ करेक्सन गर्नुपर्ने हुन्छ तर किडनीलाई असर गरेको छैन स्कारिङ गरेको छैन रिफ्लक्स मात्रै छ भने चाहिँ त्यो चाहिँ त्यसलाई चाहिँ अब्जर्भ गर्न सकिन्छ तर एडल्टको कन्टेक्स्टमा चाहिँ रिफ्लक्स भयो भने हामीले खास त्यसलाई त्यति साह्रो डराउँदैन हामी त्यति साह्रो त्यसले दुःख दिँदैन एडल्टमा त्यति साह्रो रिफ्लक्समा चाहिँ हामीले त्यति साह्रो धेरै नै हामी एग्रेसिभ उपचार गर्दैनौँ दुखाइ अथवा पीडा महसुस हुँदैन खासै दुखाइ रिफ्लक्समा खास दुखाइ हुँदैन यो चाहिँ क्रोनिक अलिकति किडनीको प्रेसर थोरै बढ्ने हुने कतिको मान्छेमा बच्चाहरूमा खास रिफ्लक्सले दुखाइ गर्दैन तपाईँले भनेको जुन हाइड्रोनेफ्रोसिस भन्नुभयो नि त्यो चाहिँ फेरि अर्को हाइड्रोनेफ्रोसिस चाहिँ तपाईँको किडनी सुन्निएको रिफ्लक्सले पनि हाइड्रोनेफ्रोसिस हुनसक्छ रिफ्लक्स तलबाट सर्केर माथि किडनीतिर गएर त्यो नसा जुन छ तपाईँको युरेटर सुनिन सक्छ नि त त्यसले पनि हाइड्रोनेफ्रोसिस हुनसक्छ तर अरू हाइड्रोनेफ्रोसिस कस्तो हुनसक्छ भने यदि माथिबाट आएको पिसाब चाहिँ कतै ब्लक भयो जस्तै ढुङ्गाले ब्लक गर्यो अथवा तपाईँको कन्जेनाले तपाईँको त्यो युरेटर पेल्भिक जङ्क्सन भनेको माथि किडनीको घाँटीमा चाहिँ तपाईँ साँगुरो भयो अथवा तल त ब्लाडरनिर साँगुरो भयो युरेटर भेसिकल जङ्क्सन भन्छ नि ब्लाडरतिर कुनै पिसाब हिँड्ने बाटोमा कतै साँगुरो भइदियो भने किडनी सुनिन्छ किनभने त पिसाब फाल्न पाउँदैन किडनी सुनिन्छ किडनी पातलिन्छ किडनी पातलिन्छ इरिभर्सिबल ड्यामेज हुन्छ कि त्यसलाई चाहिँ त्यो चाहिँ इम्पोर्टेन्ट छ त्यो चाहिँ हाइड्रोनेफ्रोसिस भयो भने चाहिँ त्यसको कज पत्ता लगाएर उपचार गर्नुपर्ने हुन्छ सो हाइड्रोनेफ्रोसिस हुने रिफ्लक्स मात्रै होइन अरू पनि कारण हुन्छ अरू कारण छ रिफ्लक्सले हाइड्रोनेफ्रोसिस गराउन सक्छ रिफ्लक्सले हाइड्रोनेफ्रोसिस नगराउनु सक्छ रिफ्लक्स चाहिँ तपाईँको कुन ग्रेडको छ त्यसमा भन्नुपर्छ अब तलबाट सकिँदाखेरि अलिकति सर्किएको त्यसले हाइड्रोनेफ्रोसिस गराउँदैन ग्रेड 1, 2, 3, 4, 5 भन्ने हुन्छ कि तर हाइड्रोनेफ्रोसिस गर्ने अरू कारकहरू चाहिँ के होला त्यही मैले भने नि तपाईँको ढुङ्गाहरू स्टोनमा आएर युरेटरमा आएर बढ्छ्यो अथवा तपाईँको युरेटर पेल्भिक जङ्क्सन भनेको त्यो साँगुरो भइदियो माथि त्यो किडनीबाट तल जुन युरेटर जोडिन्छ नि माथि घाँटीमै साँगुरो भयो भने नि हाइड्रोनेफ्रोसिस हुनसक्छ अथवा तल तपाईँको तल यो ब्लाडरमा जाने बेलामा जुन छिर्ने बेलामा हुन्छ नि त्यो युरेटर ब्लाडरमा छिर्ने बेलामा त्यहाँ सम्बन्ध साँगुरो पार्ट त्यहाँ हुन्छ कि युभिजे हुन्छ युरेटर भेसिकल जङ्क्सन भन्छ हामी त्यो जङ्क्सन चाहिँ एकदम साँगुरो हुँदैन 2 मिलिमिटर हुन्छ त्यसले त्यो ठाउँमा कहिलेकाहीँ साँगुरो भइदियो भने त्यसले पनि किडनी खनाउन सक्छ अब कुनै ट्युमरहरू आएर तपाईँको त्यहाँ बस्यो भने त्यसले पनि अथवा बाहिरबाट एक्सटर्नल कम्प्रेसन भयो तपाईँको कुनै अब रेट्रोपेन्ट फाइबर सिजोर भन्छ अथवा कुनै अरू कारणले अब कहिलेकाहीँ प्रेग्नेन्सीमा पनि हुन्छ प्रेग्नेन्सीको मदरको उसले चाहिँ त्यसलाई थिचेर युरेटरलाई थिचेर कहिलेकाहीँ हाइड्रोनेफ्रोसिस हुन्छ हाइड्रोनेफ्रोसिस धेरै कारणहरू छ है यसले चाहिँ किडनीलाई चाहिँ असर गर्न सक्छ किडनी पातलिन सक्छ ओके हजुर म अर्को प्रश्नमा गएँ उहाँ लेख्नुहुन्छ म राति बारम्बार पिसाब लागेर उठ्छु करिब 1-2 मिनटको अन्तरमा 100-200 ml पिसाब आउँछ 2 मिनटभन्दा बढी पिसाब रोके भने दुख्छ पिसाब सधैँ पहेँलो हुन्छ गुदा र अण्डकोष बीच भारीपन र दुखाइ महसुस हुन्छ पिसाब गरेपछि पनि लिङ्गको टुप्पोमा पिसाब अड्किएको जस्तो लागिरहन्छ पिसाब गर्दा धार 2 भागमा छुट्टिन्छ के मलाई डराउनु पर्छ भनी लेख्नुभएको छ उहाँको धेरै कुराहरू छ होइन अब एउटा कुरा यस्तो छ उहाँको उमेर कति छ त्यसमा भर पर्छ यो चाहिँ भन्नु भएन हाम्रो उमेर भन्नुभयो भने थाहा हुन्थ्यो होइन युजली अब उहाँले पिसाब पोल्छ नि भन्नुभएको छ पोल्छ भन्नुभएको छ पिसाब छिटो हुन्छ भन्नुभएको छ अनि दुखाइ पनि छ भन्नुभएको छ होइन अनि टुप्पोमा अड्किएको हुनसक्छ भने कस्तो हुन्छ भने अब हामीले अब यसलाई हेर्दाखेरि त्यो युरिनरी सिस्टममा कहाँनिर समस्या छ त्यहाँ थाहा पाउनुपर्ने हुन्छ कि अब साधारणतया प्रोस्टेटको प्रब्लम मानव उहाँ 50-60 वर्षमा हुनुहुन्छ 60-70 वर्ष हुनुहुन्छ भने प्रोस्टेटको मात्रै प्रब्लम हो भने चाहिँ प्रोस्टेटको प्रब्लमले पिसाब गर्न गाह्रो हुन्छ पित्त छिटो लाग्छ राति धेरै चाहिँ उठ्नुपर्छ तर दुख्दैन पोल्दैन नदुख्छ न पोल्दैन अनलेस देयर इज इन्फेक्सन इन्फेक्सन भयो भने दुख्नु पर्ने हुन्छ नत्र खास प्रकारले पोल्दैन भन्नुभयो नि त्यसै गरेर पिसाब छिटो हुन्छ भन्नुभयो नि त्यसमा पनि कुरा के छ भने उहाँको ब्लाडरको क्यापेसिटी सानो छ भने थाहा हुन्छ त्यहाँबाट किनभने ब्लाडरले युजली तपाईँ हाम्रो ब्लाडर के छ 300-400 सम्म पिसाब त्यहाँ अडिन्छ कि 300-400 पिसाब हुनुको लागि तपाईँको 2-3 घन्टा त लाग्छ तपाईँलाई पिसाब निकाल्दा 1 घन्टाको 60 100 ml पिसाब हुन्छ प्रत्येक घन्टामा त्यति हामीले युजली बनाउँछौँ भन्दाखेरि तपाईँको 500 आउनलाई पनि तपाईँको 4-5 घन्टा त लाग्छ नि लाग्नुपर्छ उहाँ त घन्टा जोगाइराख्नु भएको छ भने उहाँको ब्लाडर चाहिँ थोरै पिसाब आउने बित्तिकै ब्लाडर रिसाइरहेको छ पिसाब जाम भनिहाल्छ ब्लाडरको डेट्रोसर मसल कन्ट्र्याक्ट गरिहाल्छ भनेपछि उहाँको डेट्रोसर अलिक हाइपर एक्टिभ छ भनेपछि यो चाहिँ प्रोस्टेटको कारणले हुनसक्छ इन्फेक्सनले हुनसक्छ युटिआईले हुनसक्छ अब अहिले मैले यहाँ धेरै कुराहरू उहाँको चाहिँ उहाँले जुन भन्नुभएको छ नि धेरै कुराहरू चाहिँ रुल आउट गर्नुपर्ने छ तर सानो त्यहाँ यदि यङ हुनुहुन्छ भने चाहिँ प्रायः चाहिँ कस्तो हुन्छ भने
प्रोस्टेटको इन्फेक्सनहरू क्रोनिक प्रोस्टेटाइटिसहरू भयो भने यस्तो हुनसक्छ। मलाई पिसाबको समस्या धेरै छ। नेपालमै गर्दा युरिन टेस्ट, सिटी स्क्यान, ब्लड टेस्ट सबै गर्दा रिपोर्ट सामान्य आएको थियो। अहिले पिसाब गर्दा भित्र माथि दुख्ने पोल्ने हुन्छ। 10 दिन भयो बेला बेलामा पिसाब चुहिन्छ र कहिलेकाहीँ रगत पनि देखिन्छ। कृपया यसको कारण बताइदिनुहोस्। फेरि व्यक्त यो सिम्टम्सहरू हामीले यसलाई अब उहाँले जुन भन्नु रगत पिसाबमा रगत देख्यो भन्नुभयो, उहाँको उमेर कति छ के भन्नुभयो? यो उमेर पनि भन्नु उहाँले। पिसाबमा रगत देख्यो भने चाहिँ रगत कस्तो खालको देखिने हो? पिसाब गरेपछि देखिने हो कि अगाडि देखिने हो होइन, अथवा अर्ली मर्निङमा देखिने हो कि होइन? अब त्यस सँगसँगै अब तपाईँको पिसाब पोल्छ भन्नुभएको छ उहाँले होइन, पिसाब पोल्छ भने पिसाब पोल्छ भनेपछि पिसाब छिटो छिटो पिसाब हुन्छ पनि भन्नुभयो होइन, तपाईँ भन्नुभयो। यो पिसाबको इन्फेक्सनले गर्नुसक्छ, ब्लाडरमा कुनै स्टोनहरू भयो हुनसक्छ, ब्लड प्रोस्टेट हाइपरप्लेसिया प्रोस्टेटको कारणले हुनसक्छ, प्रोस्टेटाइटिस हुनसक्छ, प्रोस्टेटको ट्युमरले पनि त्यो हुनसक्छ भनेपछि यति धेरै पोसिबिलिटी छ नि त्यहाँ। अब अहिले चाहिँ तपाईँले यो हो भनेर मैले भन्न मिल्दैन होइन। उहाँले चाहिँ यस्तोमा चाहिँ साधारण मान्छेहरू अब पिसाबमा रगत छ भने चाहिँ एक्चुअली जसो आउनुहुन्छ। मैले अरू भन्दा नि रगतको कुरा होइन, पिसाबमा रगत आउनु छ, रगत आयो भने तिनीहरू कुराले हुन्छ कि रगत चाहिँ एउटा इन्फेक्सनले हुन्छ, एउटा ट्युमरले हुन्छ, अर्को स्टोनले हुन्छ। हेर्नुहोस् है, ढुङ्गा भएको मान्छेहरूको कहिलेकाहीँ पिसाब रगत आउनसक्छ होइन, अर्को इन्फेक्सन स्टोन, कहिलेकाहीँ तपाईँको पोस्टेट एकदम ठुलो भएको मान्छे पनि हुनसक्छ। भनेपछि अलिकति त्यो पाटो चाहिँ क्लियर गर्नु राम्रो हुन्छ, जसले हामी चाहिँ विभिन्न जाँचहरू गरेर गर्छौँ रगत आइसकेपछि। अब पिसाब पोल्ने कुराहरू चाहिँ हरेक तपाईँको यो अङ्ग ब्लाडरमादेखि लिएर पोस्टेटको कारणले युरेथ्रामा समस्या आयो भने, इन्फेक्सन भयो भने, स्वेलिङ भयो भने पिसाब पोल्छ। त्यही भएर अब यो कारणले पिसाब पोल्छ भन्नु छैन, पिसाब पोल्ने धेरै कारणहरू छ। अब कतिपय मान्छेहरू कस्तो हुन्छ भने अब जाँदाखेरि सबै ठिक छ होइन, तर अब उनीहरूलाई समस्या चाहिँ पोलिरहेको हुन्छ, पिसाब पोलिरहेको हुन्छ, पिसाब छिटो भइरहेको हुन्छ। साइकोलोजीसँग रिलेटेड हुन्छ कति मान्छेहरूको। साइकोलोजीले पनि गर्न सक्छ है, त्यो स्फिन्क्टर मसल अगर विक छ भने त्यसले पनि हुनसक्छ भन्ने कुरा। ब्लाडर पेन सिन्ड्रोम भन्ने एउटा छ कि हामीसँग एउटा वेस्ट बास्केट डायग्नोसिस भन्छौँ हामी त्यसलाई चाहिँ। धेरै मान्छेहरू त्यो चाहिँ मान्छेहरू एकजना डक्टर जानुहुन्छ ठिक हुन्न, अर्कामा जान्छ ठिक हुन्न, अर्कामा जानु ठिक हुन्न है, त्यो सबै त्यो चाहिँ तपाईँको जे जाँदाखेरि नर्मल हुन्छ, बट दे स्टिल फिल सम काइन्ड अफ डिफिकल्टी, सम काइन्ड अफ नट समथिङ गुड भनेर केही चिजहरू केही अलिक गडबडी भएको, अलिक पिसाब पोलेको, राति सुत्ने बेला लो मलाई क्यान्सर लाग्यो भनेर एकदम टेन्सन लिने हुन्छ कि काउन्सिलिङ गरेर ठिक हुन्छ तिनीहरूलाई। काउन्सिलिङ पनि छ अनि औषधि पनि छ हामीसँग त्यसको लागि, तर यस्तो भेग सिम्पटम्स पनि हुन्छ कि पिसाबको। तर अब डाइरेक्टली बिरामीसँग बसेर उनीहरूको के छ भनेर नसोधेसम्म त्यो चाहिँ भन्न सकिँदैन। हजुरले युटिआईले पनि हुन्छ भन्नुभयो। अफकोर्स पिसाबको इन्फेक्सन भयो, पिसाबको इन्फेक्सन, युरिनरी ट्र्याक्ट इन्फेक्सन। यो युटिआई भएको छ भन्ने कुरालाई कसरी एकजना मान्छेले पत्ता लगाउने भन्नाले लक्षणहरू के हुन्छ डक्टर साहब? लक्षण यही मैले भने नि, हामीले यसलाई लोअर युरिनरी ट्र्याक्ट सिम्पटम्स भन्छौँ है लक्षणहरू। लोअर युरिनरी ट्र्याक्ट सिम्पटम्स सबै पर्छ। त्यो भनेको तपाईँको फ्रिक्वेन्सी छिटो पिसाब हुने होइन, त्यसपछि तपाईँको राति धेरैचोटि जानुपर्ने, पिसाब लाग्यो अनि फेरि आउला जस्तो हुन्छ नि तपाईँको गइहाल्नु पर्ने, अथवा कट्टामा चुला जस्तो भने अर्जेन्सी हुन्छ नि होइन। त्यस्तै गरेर तपाईँको अनि पिसाब चाहिँ पोल्ने, पिसाब पनि पोल्ने हुन्छ, पिसाबबाट रगत आउने, यो पनि हो, पिसाब गर्ने बेला दुख्ने, यी सबै यो चाहिँ युटिआईको फिचरमा यस्तो देखिन्छ। तर यो युटिआई मात्र तपाईँ अरू पनि देखिन्छ कि, तर यो चाहिँ पोल्ने दुख्ने यस्तो चाहिँ बढी जस्तो युटिआईमा हुन्छ। र सँगसँगै अब तपाईँले अब जाँच गर्दाखेरि त्यो युटिआई भेरिफाई गर्न सक्छौँ, हामीले पिसाबको जाँचहरू गर्न सक्छौँ। कहिलेकाहीँ युटिआई भएको मान्छे, युटिआई फेरि एकदम स्पेक्ट्रम छ है, हेर्नुहोस् हामीले हेर्दाखेरि युटिआई युरिनरी ट्र्याक्ट इन्फेक्सन भन्छौँ नि, यो चाहिँ कतिपय मान्छेले सिम्पल युटिआई पनि हुन्छ होइन, जुन चाहिँ युटिआईले खासै त्यस्तो फरक पार्दैन। कति मान्छेहरूलाई युरिनरी ट्र्याक्ट इन्फेक्सन एसिम्प्टोमेटिक हुन्छ। हामीले एसिम्प्टोमेटिक भनेको तपाईँलाई जाँदाखेरि चाहिँ देखियो इन्फेक्सन देखियो, तर तपाईँ केही भएकै छैन, केही नै भएको छैन। ओके है, जस्तै हाम्रो एल्डरली आमाहरूमा चाहिँ के हुन्छ भने तपाईँले 10 जना आमाहरूमा तपाईँले पिसाब जाँच गरेर पनि 4 जनामा इन्फेक्सन देख्नुहुन्छ। ओके, ब्याक्टेरिया बढ्छ, तर उहाँहरूलाई थाहै हुँदैन कि इन्फेक्सन छ भनेर। उहाँहरूको अहिले डक्टर जानुहुन्न, उहाँलाई जाँच गर्नु खास हामी त्यसलाई उपचार गर्नु पनि पर्दैन, तर होल बडी त्यो गर्दाखेरि देखेर झन् एन्टिबायोटिक खाइरहेको हुन्छ मान्छेहरूले होइन। भनेपछि त्यस्तो पनि छ, युटिआईको स्पेक्ट्रम छ कि। कोही मान्छेलाई युटिआईले फेरि एकदमै अब तपाईँको युटिआई त्यही इन्फेक्सन तपाईँको पिसाबको इन्फेक्सन भोलि किडनीमा गएर पाइलोनेफ्राइटिस भएर ज्यानै जानु सक्छ है, पाइलोनेफ्राइटिस भन्छौँ हामी। भनेपछि युटिआई यस्तो एक्सपेरिमेन्ट कुन अर्गानिजमले युटिआई भयो त्यसमा भर पर्छ। तपाईँको अर्गानिजम कुनै अर्गानिजम कडा खालको अर्गानिजम हुन्छ तपाईँको, जसको एन्टिबायोटिक रेसिस्टेन्ट भएको खालको अर्गानिजम हुनसक्छ भने, कोही त सिम्पल एउटा सानो एउटा एन्टिबायोटिक खायो भने 2-3 दिन खायो भने पुग्ने हुन्छ। युटिआईको स्पेक्ट्रम छ होइन। यसलाई चाहिँ
हामीले हेर्दाखेरि चाहिँ अब त्यो मान्छेको एज उसको रिस्क फ्याक्टर होइन त्यसपछि अब कोमर्बिडिटी के छ त्यसरी पनि हेर्नुपर्ने हुन्छ कि ओके हजुरले फिमेलहरूलाई पनि युटिआई यो त एकदमै कमन नै हो खासमा फिमेलमा झन् कमन छ फिमेलमा युटिआई सबभन्दा बेसी कमन छ फिमेलमा युटिआई एकदम कमन छ त्यो कारण अझ स्पेसल्ली कस्तो फिमेलमा युटिआई कमन हुन्छ भने यो मिडल एज जस्तै अब मेनोपोजतिर गएको 45-50-55 को हुन्छ नि फिमेल दिदीहरू हुन्छ उहाँहरू हुन्छ नि उहाँहरूमा चाहिँ कति मान्छेहरू दे आर सफरिङ फ्रम अलर्ट होइन युटिआईले यो युटिआई चाहिँ यो विशेष कारणले भएको हो कि युटिआई चाहिँ के छ भने यो हाम्रो यो जब फिमेल मेनोपोजतिर जान्छ नि अथवा कसैको हिस्ट्री गरेको छ होइन अथवा पाठ्यक्रम निकालेर फालेको छ भने अर्ली पनि हुनसक्छ मेनोपोज अर्ली हुन्छ नि उनीहरूको होइन पाठ्यक्रम निकालेर फालेपछि त अब हुँदैन महिनाभरि हुँदैन भनेपछि तपाईँको त्यस्तो खालको जुन हाम्रो एल्डरली अथवा हाम्रो दिदीहरू हुनुहुन्छ उहाँहरूलाई एकदम सताएको हुन्छ युटिआईले त्यो कारण चाहिँ उहाँहरूको त्यो एजमा के हुन्छ भने त्यो स्ट्रोजन मात्र घट्दै गर्दै गर्दै गएको हुन्छ तपाईँलाई थाहा छ नि मेनोपोज भनेको स्ट्रोजन घटेर हुने हो त्यो स्ट्रोजनको एकदमै रोल छ क्या त्यसमा चाहिँ त्यो भेजाइनल फ्लोरा जुन छ नि ल्याक्टोबासिलसमा चाहिँ स्ट्रोजनले के गर्छ भने त्यसलाई फिल गर्छ ल्याक्टोबासिलसको कोलोनी काउन्ट बढाउँछ त्यसको पिएच मेन्टेन गरिदिएको हुन्छ त्यो हेल्दी ब्याक्टेरिया हो हाम्रो अरू ब्याक्टेरिया कस्तो भयो भने त्यो अब जस्तै हाम्रो दिशा गर्ने ठाउँ र यसरी फिमेलहरूमा के छ दिशा गर्ने ठाउँ पिसाब गर्ने ठाउँ एकदम नजिक छ होइन लग्ने मान्छेको टाढा हुन्छ भने फिमेलको नजिक हुन्छ दिशामा त ब्याक्टेरिया हुन्छ दिशामा त एकछिन धेरै नै ब्याक्टेरिया छ इकोलाइज भने जे पनि छ ब्याक्टेरिया होइन त्यो ब्याक्टेरिया तपाईँको ड्राई भयो भेजाइनल ड्राइनेस भयो तपाईँ स्ट्रोजन कम भयो भने के छ त्यो भेजाइनल ड्राइनेस हुन्छ र अनि त्यो ब्याक्टेरिया इजिली ब्लडतिर जान सक्छ र युटिआई हुन सक्छ भनौँ न भनिसकेपछि त्यो स्ट्रोजनको कमी भएर हुने भयो कि र अहिले एकदमै अब यो के अरे फर्स्ट वर्ल्ड कन्ट्रीतिर अहिले धेरै आएको छ कि यो अहिले एउटा वेबै आएछ कि लेडिजहरूमा चाहिँ यो मेनोपोज हुने बेलामा चाहिँ स्ट्रोजन रिप्लेसमेन्ट थेरापी यस्तो दे आर राइट्स भन्छ कि होइन त्यो गर्दाखेरि चाहिँ त्यो नर्मल फेरि रिप्लेस गर्न मिल्छ फेरि एउटा ओइन्टमेन्ट लगाएर पनि गर्न मिल्छ भेजाइनल ओइन्टमेन्ट मजाले पाउँछ स्ट्रोजनको भेजाइनल ओइन्टमेन्ट लगायो भने त्यो निको पनि हुन्छ त्यो भएपछि फेरि नर्मल ब्याक्टेरियाहरू फेरि त्यहाँ पलाउँछ होइन त्यो ब्याक्टेरियाले डिफेन्स गर्छ कि अब हार्मफुल ब्याक्टेरिया आउन दिँदैन त्यहाँ त्यही भएर त्यो इम्पोर्टेन्ट एन्टिबायोटिक धेरै युज गर्न चाहिँ राम्रो हुँदैन भन्छ त्यसमा चाहिँ एन्टिबायोटिकले गर्दा त्यो नर्मल ब्याक्टेरिया त्यसले मारिदिन्छ नि त तपाईँलाई एकदमै गाह्रो भएको छ अब ज्वरो नआएको छ बहुतै गाह्रो भएको छ भने कहिलेकाहीँ हामी एन्टिबायोटिक चलाउँछौँ सर्ट टर्म एन्टिबायोटिक चलाउँछौँ तर अहिले चाहिँ हाम्रो मेरो आफ्नो अहिले प्र्याक्टिस कस्तो भइरहेको छ नि मैले सेल्डम अहिले एन्टिबायोटिक मैले दिँदिनँ उहाँलाई बरु अलिकति कुर्नुहोस् होइन अलिकति रेस्ट गर्नु अलिकति वेट चाहिँ गर्नुपर्छ आजको भोलि नै तलाउने बित्तिकै भोलि त ठिक हुँदैन नर्मल फेरि ब्याक्टेरिया गो गर्नु पऱ्यो नि त सिपाईलाई फेरि उहाँनु पऱ्यो त्यहाँ ब्याक्टेरिया नर्मल ब्याक्टेरियालाई ल्याक्टोबासिलले फेरि उहाँनु पऱ्यो त्यही भएर युजली त्यो कन्टिन्यू त लाग्दैन 2-4 महिनामा 4-5 महिनामा सुधार हुँदै 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 आएर फ्यान्टास्टिक है म चाहिँ अहिले एकदमै त्यो फ्यान भएको छु र मैले यो चाहिँ प्र्याक्टिस मेरो अहिले 2-4 वर्ष भयो मैले त्यो प्र्याक्टिस गर्न थालेको र आई हेभ रियली सिन होइन अब मैले धेरै बिरामी चाहिँ राम्रो भएको देखेको छु युटिआई कुरामा चाहिँ एल्डरली लेडिजहरू सर तपाईँसँगको यो ज्ञानका कुराहरू यति राम्रो चल्दैछन् यति विस्तृतमा तपाईँले सबै कुरा बुझाइरहेको छ थ्याङ्क यू सो मच अलिकति प्रेजेन्स अफ माइन्डलाई फेरि फिर्ता ल्याउनलाई एउटा सानो अर्को गेममा गयो डक्टर साहब मैले यो राउन्डको नाम चाहिँ नेभर हेभ आई एभर मैले कहिले पनि यो गरेको छु कि छैन अब यसमा मैले तपाईँलाई जुन प्रश्न राख्छु त्यो या त ट्रु फल्स हो होइन छ छैन मात्र तपाईँको उत्तर हुनेछ एउटा सानो ट्विट गर्छ यो हामीले सबैजना यसरी नै हामी खेल्छौँ तपाईँको उत्तर जे छ नि तपाईँले मलाई त्यसको विपरीत बोल्नु पर्यो आफै बुझ्छौँ कि ए तपाईँको उत्तर यस छ भने तपाईँले हामीलाई नो भन्नु पर्यो हामी अटोमेटिकली बुझ्छौँ यो यस हो न आश्वासन दिन चाहन्छु यहाँदेखि कहिले पनि हामी यत्तिकै काटेर राखिदिँदैनौँ श्रोताहरूलाई यो पनि भनेका छौँ कि तपाईँले दिएको उत्तर विपरीत हो अलिक केयरफुली नेभर हेभ आई एभर मैले कहिले पनि मैले यो त सजिलै उठाउँछु भनेर दाबी गरेँ तर सबैको अगाडि सकसमा परे कसैलाई प्रभावित पार्न फिल्मको डायलग भने तर पुरै गलत भने प्रोटिन शेक वा सप्लिमेन्ट किने तर खोल्ने कहिले पनि गरिन मेरो
मेरो गजब नेभिगेसन स्किल छ भनेर घमण्ड गरे अनि सबैलाई बाटो बिराइदिए। नो मोजा मिलेन भनेर मिसम्याच लगाएर पनि मोजा लगाए। नो एउटै एक्सन मुभी धेरै पटक हेरेँ किनभने त्यो धेरै नै धमाका थियो। नो पुरानो फोन या ग्याजेट राखे सोचे कि कुनै न कुनै दिन त काम लागिहाल्छ। नो थ्याङ्क यू सो मच फर यर अनेस्टी डाक्टर साहब। एक्सन मुभी कुन थियो होला जुन बारम्बार हेर्नु भएको? मेट्रिक्स। कुनै पनि व्यक्तिलाई गुदा र अन्डकोशको बिचमा कहिले पनि यदि कुनै पनि दुखाइ महसुस हुन्छ भने के त्यो जहिले पनि प्रोस्टेटलाई नै इन्डिकेट गर्छ? होइन त्यो त्यही धेरै कुराहरू छ त्यहाँ। कति कुराहरू तपाईँको रेक्टल प्रब्लमहरूले गर्दाखेरि पनि हुनसक्छ। पेरिनल एब्सेसहरू होइन, तपाईँको फिसहरू हुनसक्छ। त्यसले गर्दाखेरि पनि त्यो त्यतातिर दिशातिरकोले पनि गर्दाखेरि यतातिर तपाईँको आउनसक्छ है। अनि कति कुराहरू टेस्टिकुलर प्रब्लमहरू अब तपाईँको प्रोस्टेट प्रब्लमहरूले पनि त्यो कुराहरू त्यहाँ जान सक्छ। त्यही भएर यो यसको कारणले मात्रै गर्ने भन्ने छैन। उसको अब हिस्ट्री हेर्नु पऱ्यो, खास कस्तो खालको दुखाइ हो। अलिक भेग खालको हुन्छ त्यो दुखाइहरू त्यो प्रायः मान्छेहरूको। कतिपय मैले भने त्यो साइकोलोजी पनि हुनसक्छ कतिपय मान्छेहरूको त्यो चाहिँ। सो यो हाइलाइट टाइम प्रोस्टेटै हो भनेर डराउनु परेन मान्छेले? प्रोस्टेटको त अहिले खासै त्यसरी डराउनु पर्दैन। प्रोस्टेटको त अहिले हामीसँग धेरै पनि छ होइन। प्रोस्टेटले त्यसरी त्यो मैले अहिले तपाईँले भने नि प्रोस्टेट बढेको मान्छेलाई कहिले पनि पेन हुँदैन कि? कहिले पनि पेन हुँदैन प्रोस्टेट बढेको अनलेस इन्फेक्सन छ भने। ओके। प्रोस्टेट क्यान्सर पनि पेन हुँदैन, प्रोस्टेट बिपिएचमा पनि पेन हुँदैन। उयो प्रोस्टेटाइटिसहरू भएको छ तपाईँको, एक्युट प्रोस्टेटाइटिस भएको छ अनि पिसाब गर्न बहुत गाह्रो हुन्छ, पेन हुन्छ, पेनफुल युरिनेसन हुन्छ। क्रोनिक प्रोस्टेटमा अलिअलि पेन हुन्छ होइन। तर प्रोस्टेट चाहिँ मान्छेलाई पेन हुने होइन, गलत चाहिँ। धेरैजना मान्छेले चाहिँ प्रोस्टेटलाई स्वस्थ राख्नको लागि चाहिँ डिफ्रेन्ट एक्सर्साइजेस, एक नामले किगल एक्सर्साइज भन्छन्। त्यो पार्ट अफ मसललाई टाइट गरेर राख्ने अनि फेरि केही समयपछि छोड्ने गर्छन्। यो आफैले गरिराख्नु ठिक हो? किगल एक्सर्साइज चाहिँ प्रोस्टेट भन्दा नि पेल्भिक फ्लोर एक्सर्साइज भन्छौँ हामी त्यसलाई। प्रोस्टेट भन्दा नि पेल्भिक फ्लोर चाहिँ कस्तो हुन्छ भने त्यो पेल्भिक फ्लोर एउटा हामक जस्तो हुन्छ कि हाम्रो जुन यो के भन्छ यसलाई हामकलाई के भन्छ नेपालीमा, त्यो एउटा दुईवटा रूपमा बाँधिएको त्यस्तै एउटा हाम्रो पेल्भिक फ्लोर हुन्छ। त्यसरी प्रोस्टेटले बसेको हुन्छ कि। अब त्यो हामकको काम के छ भने त्यो जुन के भन्छ त्यसलाई झुला नै भनौँ, झुला अनि त्यो झुला छ नि, झुलै हो त्यो। त्यसले चाहिँ त्यो हाम्रो शरीर हुन्छ नि यताको, जस्तै तपाईँको प्रोस्टेट, ब्ल्याडर होइन, युटेरस सबैलाई त्यसले सपोर्ट गरेको हुन्छ कि। ओके। अब तपाईँको जुन जसको त्यो विक हुन्छ नि, जस्तै अब फिमेलहरू हुनुहुन्छ मल्टिपल बर्थ बच्चाहरू धेरै भएको मान्छेहरूमा के छ भने यसो हाँस्दाखेरि खुच्च पिसाब चुहिने, उड्दाखेरि होइन, खोक्दाखेरि पिसाब चुहिने हुन्छ नि, त्यसलाई स्ट्रेस इन्कन्टिनेन्स भन्छौँ हामी होइन। त्यस्तो भएको मान्छेहरूको के हुन्छ भने त्यो पेल्भिक फ्लोर विक हुन्छ कि। बच्चा पाउने बेलामा त्यो बच्चाको पासेसको बेलामा चाहिँ धेरै नै अब ट्रमा भएको कारणले स्ट्रेस भएको हुनाले चाहिँ के हुन्छ त्यो विक हुन्छ। अनि त्यसपछि त्यसले राम्रोसँग सपोर्ट गर्न सक्दैन। यसो हाँस्दाखेरि अथवा उड्दाखेरि खोक्दाखेरि पिसाब चुहिने हुन्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ त्यो एक्सर्साइज एकदम राम्रो हुन्छ। किगल एक्सर्साइज भनेको त्यसको एक्सर्साइज हो, त्यो पेल्भिक फ्लोरको एक्सर्साइज हो त्यो। जस्तै अब हामीले जस्तै कहिले कुनै मान्छेको अहिले प्रोस्टेटको अपरेसन गरेको छौँ, कसैको अब प्रोस्टेटै निकालेर फाल्नु पऱ्यो, क्यान्सरको फाल्नु पऱ्यो, अथवा ब्लाडरको अपरेसन गरेको छौँ, पिसाब चुहिने समस्या आयो, कम्प्लेक्सन आयो भने पनि तिनीहरूलाई हामीले एक्सर्साइज गर्नु भन्छौँ कि। त्यसले गर्दाखेरि के हुन्छ भने त्यो स्पेसली त्यो एक्सर्साइजले फाइदा के गर्छ भने तपाईँको यो जुन पिसाब लिक हुन्छ नि मान्छेको इन्कन्टिन्युस हुन्छ नि, त्यसलाई चाहिँ हेल्प गर्छ कि। त्यसले सपोर्ट गर्छ नि त होइन। अनि त्यो मसल स्ट्रङ भयो भने चाहिँ लिक हुन दिँदैन त्यसले। त्यो चाहिँ त्यसको लागि चाहिँ त्यो इम्पोर्टेन्ट छ। सो त्यस्तो किगल एक्सर्साइजेस, पेल्भिक फ्लोर एक्सर्साइज एउटा हेल्दी मान्छेले पनि गरिराख्दा राम्रै हो? राम्रो छ त्यो गर्दाखेरि। त्यो त्यसको घाटा केही पनि छैन, त्यसले चाहिँ फाइदा हुन्छ। र स्पेसली फिमेलहरूमा जो पिसाब चुहिने मान्छेहरूमा चाहिँ त्यसले अति नै राम्रो गर्छ। त्यो चाहिँ हामी एकदमै हामीले इन्करेज गर्छौँ किगल एक्सर्साइज गर्नु। र सब एउटा भ्रमलाई अझ समस्या राख्न खोजेँ। धेरैले भन्नुहुन्छ हस्तमैथुन अथवा मास्टरबेसन धेरै गऱ्यो भने चाहिँ प्रोस्टेटमा केही न केही समस्या आउँछ, के यो सही हो? त्यस्तो त होइन। त्यस्तो खासै अझ साँच्चै भन्यो भने प्रोस्टेट क्यान्सरको रिस्कमा चाहिँ त्यसले चाहिँ झन् कम गर्छ भन्ने पनि छ है। अब त्यो प्रोस्टेट हेल्थलाई त्यो फाइदै हुन्छ भन्ने छ। त्यसले चाहिँ खासै प्रोस्टेटहरूलाई घाटा चाहिँ गर्दैन। मास्टरबेसनले त्यो जुन हुन्छ नि त्यसले प्रोस्टेटलाई कति पनि घाटा गर्दैन त्यसमा चाहिँ। भनेपछि प्रोस्टेटको हेल्थ राम्रो राख्नलाई बुढो भएसम्म पनि यो हस्तमैथुन प्र्याक्टिस चाहिँ राखिराख्नुपर्छ हुन्छ। त्यसले घाटा गर्दैन, त्यसले घाटा छैन त्यसको। त्यसले चाहिँ त्यो एउटा नेचुरल प्रोसेस हो, त्यो चाहिँ हरेक मान्छेहरूको एउटा हो। त्यसले चाहिँ
त्यसलाई चाहिँ हामीले हेर्छौँ त्यो नकारात्मक तरिकाले हेल्थलाई असर गर्ने तरिकाले चाहिँ त्यो त्यसमा छैन। प्रोसेसको लागि त फाइदै गर्छ भने मैले एउटा अर्को पनि राखेँ यहाँ धेरैजना हाम्रोमा यो पनि प्रश्नहरू राख्नुहुन्छ कि उहाँहरूको लिङ्ग उत्तेजना समस्या अथवा इरेक्टाइल डिस्फङ्क्सन अलि धेरै नै जना मान्छेले चाहिँ यसको बारेमा चाहिँ कुरा लिएर आउनुहुन्छ। यो नर्मली चाहिँ एज 35 भन्दा माथि केही व्यक्तिहरूले यसलाई हाम्रो माझ ल्याइराख्नुहुन्छ। यसको कारण के हुन् र यसलाई समाधान कसरी गर्ने? अब यसमा पनि मल्टिफ्याक्टोरियल छ होइन। इरेक्टाइल डिस्फङ्क्सन हामी कहाँ आउनुहुन्छ बिरामीहरू कति धेरै बिरामीहरू आउनुहुन्छ होइन। अब कति कुराहरूमा चाहिँ अब यसमा चाहिँ कस्तो भने अर्ग्यानिक कारण र साइकोलोजीको कारण रहेछ कि। अर्ग्यानिक भनेको जस्तै तपाईँलाई कुनै एउटा रोग छ, जस्तै तपाईँलाई अब सुगर छ, लङ टर्म सुगर छ होइन, हाइपरटेन्सन छ तपाईँको होइन, अथवा कोलेस्ट्रोल एकदम हाई छ, त्यस्तोमा चाहिँ अथवा तपाईँको कुनै अब यहाँ ट्रमा भयो, तपाईँको कहिले ट्रमा भयो भने त्यसले चाहिँ इरेक्टाइल डिस्फङ्क्सन गराउन सक्छ। जस्तै अब हामीले अब कहिलेमा भन्छौँ जस्तै प्रोस्टेटको अपरेसन गरेको छ, तपाईँले अब ब्लाडरको अपरेसन गर्नुभएको छ अथवा ठुलो आन्द्राको अपरेसन गर्नुभएको छ भने त्यहाँको नर्भहरू जुन पोस्टमा जाने नर्भहरू हुन्छ नि त्यो नर्भ काटिन्छ कि। त्यस्तो बेलामा चाहिँ तपाईँको इरेक्टाइल डिस्फङ्क्सन हुन्छ। त्यो चाहिँ अर्ग्यानिक कज हो त्यसमा चाहिँ होइन। अब त्यस्तो हिस्ट्री छैन भने धेरै मान्छेमा चाहिँ तपाईँको साइकोलोजिकल हुन्छ। साइकोलोजी धेरै मेजोरिटीमा चाहिँ साइकोलोजी हुन्छ। साइकोलोजिकल र त्यो उसमा फरक के छ भने साइकोलोजी हुने मान्छेहरूको चाहिँ अर्ली मर्निङ इरेक्सन हुन्छ। अर्ली मर्निङ जुन इरेक्सन हुन्छ नि लग्ने मान्छेमा त्यो साइकोलोजिकल हुने मान्छे नै हुन्छ, बुझ्नु भएन। तर साइकोलोजिकल र यो अर्ग्यानिक कजमा चाहिँ अब अर्ग्यानिक कज तपाईँको हिस्ट्री हेरेर थाहा हुन्छ, उसको हिस्ट्री दिन सकिन्छ, जाँचहरू गर्न सकिन्छ, सबै कुरो जाँच गरेर पनि केही न केही अहिले मोटामोटी थाहा पाउन सक्छौँ कि यो कारणले गर्दा रहेछ भनेर। तर यो एब्रोड भयो हिजोसम्म ठिक छ, आज एकदम एक्कासी अब गाह्रो भयो, प्रायः साइकोलोजिकल हुन्छ। साइकोलोजिकल यङ मान्छेहरू धेरै नै साइकोलोजिकल हुने हो। साइकोलोजीले यहाँ ठुलो गेम खेल्छ रादर देन यहाँ हाम्रो भएको पाठ पूर्जा भन्दा पनि साइकोलोजी मानसिकले चाहिँ एकदम साइकोलोजी मान्छेहरूको यो त यो अब भनौँ न यो सेक्सुअल एक्टिभ बिहेभियर भनेको त यो ब्रेनसँग धेरै रिलेसन छ, तपाईँको थट प्रोसेससँग धेरै रिलेसन छ होइन। एक व्यक्तिले कसरी छुट्याउनु सक्छ कि यो मलाई जुन भइरहेछ अथवा लिङ्ग उत्तेजना भइरहेको छैन यो मानसिक हो कि शारीरिक हो भन्ने कुरालाई कसरी छुट्याउने? अब यसमा यस्तो छ हेर्नुहोस्, तपाईँको अब मैले भने नि तपाईँ हिजोसम्म ठिक हुन्थ्यो अनि आज एक्कासी तपाईँलाई भयो, तर तपाईँलाई कुनै फिजिकली केही भएको छैन, तपाईँ केही अब मेजर तपाईँको इभेन्ट भएको छैन तपाईँको हेल्थमा भने साइकोलोजिकल हो भने त्यहाँबाट थाहा हुन्छ कि तपाईँको त्यो जुन प्याटर्न छ नि हिजोसम्म ठिक हुने आज एक्कासी आएर त्यस्तो कुनै रोग त लाग्दैन, राता रोग लाग्दैन नि। तर अब चाहिँ एकदम सफ्टली भनौँ सफ्ट तपाईँको अब कुनै पनि कारणले टेस्टोस्टेरोनको लेभल कम भयो होइन, त्यस्तो पनि हुनसक्छ। त्यस्तै गरेर तपाईँको अब डायबेटिकहरू लङ टर्म छ, प्रेसर छ भने त्यसले अलिकता सेक्सुअल एक्टिभिटीमा इरेक्सनमा त्यो समस्या आउन सक्छ होइन। त्यो चाहिँ तपाईँको हिस्ट्रीले बताउँछ क्या, यो चाहिँ हिस्ट्रीले बताउँछ धेरै जस्तो हिस्ट्री जाँच पनि सकिन्छ हामीले। तर यो हिस्ट्री चाहिँ त्यो कस्तो प्याटर्न कस्तो छ, हिजोसम्म एकदम ठिक भयो मान्छे आज एक्कासी आएर डाउन हुनु त हुँदैन नि, त्यो चाहिँ कि त त्यस्तो खालको एउटा इभेन्ट हुनु पऱ्यो, नत्र प्रायः धेरै साइकोलोजी नै हो। त्यो साइकोलोजी यङ मान्छेमा चाहिँ 90% बढी साइकोलोजी हो सिद्धिएको कुरा। डाक्टर साहब तपाईँले यति राम्ररी यस्तो बहुमूल्य आफ्नो समय निकालेर यहाँ आइदिनु भयो, हामी यहाँ बस्दिनु भयो, म तपाईँलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु र यति सरल भाषामा सबै कुरा स्पष्ट रूपमा राखिदिनु भयो, तपाईँलाई मुरी धन्यवाद डाक्टर साहब। तपाईँले पनि यस्तो यो प्लेटफर्ममा आएर आफ्नो कुरा राख्नु मौका दिनुभयो, त्यसलाई पनि धेरै धन्यवाद। थ्याङ्क यू सो मच डाक्टर साहब। जाँदै बरु हाम्रो श्रोताहरूको लागि तपाईँबाट केही एउटा सानो मेसेज? अब म चाहिँ अब मृगौला रोग विशेषज्ञ सर्जन र युरोलोजिस्ट हो र अहिले चाहिँ नेपालमा हाम्रो देशमा पनि मैले के भन्छु भने अहिले मेडिसिनले धेरै ठुलो फरक मारेको छ र मृगौलाको रोगको लागि अथवा यो जस्तै अब प्रोस्टेट, ब्ल्याडर होइन, अनि त्यसपछि किडनी, यसको लागि चाहिँ कोही पनि बाहिर विदेश जानु जरुरी छैन। अहिले हामीसँग जुन टेक्नोलोजी हामीले युज गरिरहेका छौँ अहिले यो अमेरिका युरोपमा चाहिँ यही टेक्नोलोजी हो, बुझ्नु भएन। अनि हाम्रो दक्षता पनि छ त्यसमा होइन। नेपालमा डक्टरहरू पनि एकदम कम्पिटेन्ट डक्टरहरू छन्, हाम्रो युरोलोजिस्टहरूको राम्रो सोसाइटी पनि छ होइन। अब र मृगौलाको लागि त अहिले नेपाल सरकारले यति मैले भनिहालेँ यति धेरै गरेको छ नि, त्यो एउटा हात्ती हाल्नु पर्दैन है, यसलाई चाहिँ अब हामी सबै नेपाली मिलेर होइन अब यसलाई अझ यसलाई व्यवस्थित बनाएर होइन अझ अब यो जुन सेवालाई चाहिँ अझ स्मुथ
होइन सबैको पहुँचमा पुऱ्याउने खालको भनौँ न त्यो चाहिँ हामीले सबै मिलेर गर्नुपर्छ जस्तो लाग्छ होइन पक्कै डाक्टर साहब एकदम उच्च सोच कि जति पनि स्वास्थ्यसँग सम्बन्धित कुराहरू छ त्यसको पहुँच नेपालमै छ र विदेश जानुपर्ने जरुरी छैन बरु केही समस्या छ भने अहिले विदेशबाट यहाँ आइराख्नु भएको छ मेरो बिरामी कति धेरै बिरामी नेपाली छ नेपाली डायस्पोरा जति बाहिर हुनुहुन्छ उहाँहरूलाई जस्तै अस्ट्रेलिया जानुहुन्छ अमेरिका जानुहुन्छ युरोप जानुहुन्छ जहाँ जानुहुन्छ समस्या भयो भने उहाँहरूलाई वहाँ धेरै गाह्रो छ उपचार गर्न उहाँ तपाईँको खर्च धेरै लाग्छ त्यसपछि टाइम कुर्नुपर्ने हुन्छ हामीहरू जस्तो युरोलोजीलाई भेट्न तपाईँको 6 महिना त एपोइन्टमेन्ट पाउँदैन त्यहाँ खासै कुरो हो तपाईँले यहाँ अहिले म मेडिकल कलेज काम गर्छु 200 रुपियाँको टिकट काट तपाईँले मलाई भेट्न पाउनुहुन्छ होइन यहाँ एक्सेस छ नेपालमा चाहिँ खास भनेर स्वास्थ्यको लागि चाहिँ हामी जति भन्छौँ स्वास्थ्यको लागि नेपालमा धेरै राम्रो छ है जुन एप्रिसिएट अब कति गर्न भन्ने कुरा हो तर एप्रिसिएट धेरै राम्रो छ जो मान्छे विदेश गएर आएको त्यसले थाहा भएको छ नेपालमा कति राम्रो छ साथी भनेर होइन यहाँ अहिले त छ नि त धेरै छ नि त सरकारले पनि गरेको छ हामीले पनि आफ्नो तरिकाले गरेको छौँ होइन हामी यहाँ बसेर भयो भने सेवा दिइरहेको छौँ नि उच्च सोच डाक्टर साहब पक्कै जसलाई समस्या छ मेरो चाहना यही छ कि उहाँहरू तपाईँलाई नै आएर भेटुन् र जति पनि आफ्नो समस्याहरू छन् त्यसको समाधान र निदान गर्न पाउन् हुन्छ धन्यवाद आज म बिदा मागेँ डाक्टर साहब यो फेरि तपाईँसँग भेट्न पाऊँ भन्ने मेरो आशा छ आउँदो दिनहरूमा हुन्छ यहाँसँग पनि विज्ञानजी धन्यवाद धेरै थ्याङ्क यू डाक्टर साहब आजलाई बिदा मागेँ नमस्ते धन्यवाद डाक्टर साहब नेपाल स्वास्थ्य पहुँच समयमा सबैमा